दसैँ इज अलरेडी अराउन्ड द कर्नर डिप क्लिनिङ चाहिँ स्टार्ट भइसकेको छ हाम्रो दसैँको सरसफाइ चलिरहेको छ Hi guys, welcome back to my channel again. आज हो हाम्रो फुलपातीको दिन हो अनि तर इट्स अलरेडी 10 भइसकेको छ अनि हामी चाहिँ यहाँ क्लिनिङ गर्दैछौँ अलि अस्ति नै गर्नुपर्ने हो बट हाम्रो चाहिँ अलिकति उता मेकअपको काम उता एकदम बिजी थियो कि सो द्याट हामीले यो एकदम अफकोर्स रेगुलर क्लिनिङ त भइरहेको थियो डिप क्लिनिङ जुन दसैँको लागि स्पेसिफिक क्लिनिङ हुन्छ नि त्यो चाहिँ भएको थिएन सो आज चाहिँ हामीहरू गर्दैछौँ सो राइट नाउ चाहिँ फुलपाती आइसक्नु भएको छ बाटोमा सो आइएम गोइङ टु चेन्ज टप विदाउट सावर यस्तो पुरै फोरो भइरहेछ बट जस्ट टु सो यु है टु क्याप्चर अल द मोमेन्ट आइएम गोइङ मम्मीले नै पूजा चाहिँ मम्मीले गर्नुहुन्छ मम्मी पनि हतार थापाएर बाहिर सफा गर्दै हुनुहुन्थ्यो ह्याप्पी दसैँ ह्याप्पी फुलपाती जाऊ जति ढोडसँग मकै मात्रै भएको के भएको हाम्रो जाऊ चुनु हट न सानो हट न ल ल यहाँ यता हाम्रो कल्ती आन्टीको पनि लगाइदिनु पर्ने अरे आमा गाड घाम कति धेरै घाम यो उसको होइन टिका कस्तो त हो ल अस्ति लगाइदिनुहोस् लगाउनुहोस् लगाइदिनुहुन्छ कि लाउँछ टिका हाम्रो बाँकी छ अरू छैन कम्ती एउटा थियो कि के यो आन्टी त्यतिको राखिदिनु यत्रो बेर कुरेम भयो पोहोर त मन्दिर पनि गएको थियौँ हामी अहिले उता काममा जान छ अहिले त्यहाँ गरेर है फुलपाती भयो दसैँभित्र दसैँ त आउँछ अस्ति नै भित्र है तर आज मेन बसे त अबे कति ज्ञानी हो अनुमनी साना खै ज्ञानी बच्चा हो सुते के बस नि अहिले म सार्दिनँ हो कि भन्ने भयो होला लाउ जाम मिलीसँग जाम यहाँ जम्प गर कति माया गरेको फाइनली डन विथ क्लिनिङ एन्ड अल 38 भइसकेको रहेछ है सो अब चाहिँ 1:30मा चाहिँ हामी स्टुडियो पुगिसक्नु पर्ने छ कसै त आइसक्यो हुन त 2-3 दिन मात्रै छ बट स्टिल त्यो पहिला जस्तो एकदम त्यो अरा एकदम हुन्छ नि बाहिर जता त्यो दसैँ आयो भन्ने जस्तो त्यो एकदमै त्यो भित्रबाट त्यो चाहिँ अझै छैन कि यो अहिलेको रिसेन्ट प्रोटेस्ट होइन रिसेन्ट यो उसले गर्दाखेरि पनि हाम्रो अब सोसियल मिडियाहरू यताउता सबै चिजहरूमा हेरिराख्दाखेरि पनि त्यो दसैँको पोस्टहरू पनि आउँदैन एभ्रिथिङ त्यही नै हेर्नु मन लाग्छ न्युज अपडेट नगरौँ भन्दा पनि त्यही न्युज अपडेटहरू लिइराख्नु मन लाग्छ अनि त्यो देख्दाखेरि चाहिँ कस्तो अलिकति मनै खिन्न भएर आउने क्या जुन अलरेडी त्यो हाम्रो कति इनोसेन्ट लाइफ्सहरू लज गर्नुभएको छ नि त उहाँको फ्यामिलीहरू कस्तो उसमा हुनुहुन्छ होला भन्ने हुन्छ त्यो यताउता सम्झिँदा चाहिँ मनै अलिकति भारी भएर आउने बट त्यही हो आज बल्ल अब फुलपाती अब 2-3 दिन बाँकी छ दसैँ आउन अनि जोस् हल्का फुल्का तयारीहरू भइरहेछ अनि अब आज अलिअलि क्लिनिङहरू भयो स्टुडियो जानु पर्यो मेकअप क्लाइन्टहरू गर्न अनि एन्ड देन आएपछि मेबी वी विल बी गोइङ
हल्का मार्केटतिर जान्छ। दिस इज द काइन्ड अफ प्रोटेक्सन वी निड आफ्टर केमिकल पिल। मेरो अस्ति भर्खर केमिकल पिल गरे हो, त्यही भएर किन रिस्क लिने भनेर यस्तो। बाई बाई। मैले फेरि यहाँ पुरा चप्पल चप्कान लगाइरहेको छु। नयाँ हो, धेरै लगाएको पनि छैन, बट यो यस्तो खालको छ नि त, यो यस्तरी निक्लिरहेको छ कि त्यही पनि बन्छ भनेर यो हुन त भयो, बट मेरो ह्यान्ड्स माई गड यस्तरी हातमा पोख्यो कि यो पुरै। लेट्स गो। अब भोलि चाहिँ एउटा लास्ट एन्ड देन फिनिस्ड एन्ड ह्याप्पी दसैँ। फिनिस। अब यो अब दसैँको लागि अब 2 दिन त हो, अब दसैँको नेक्स्ट डे फेरि काम छ होइन। भवानी माताले रक्षा गरून्, मनले चाहेको पुगोस्। नवदुर्गा भवानी माताले रक्षा गरून्, मनले चाहेको पुगोस्। थ्याङ्क यू। अब मेन दसैँको हल्का फुल्का अलिअलि त डेडले ल्याइसक्नु भएको छ, अलिअलि बाँकी बचेको अहिले ल्याइन्छ, अलिअलि भोलि ल्याउँछ, पर्सि ल्याउँछ। त्यो चाहिँ हामीहरू जाँदैछौँ। कोसा त ल्याउनु पर्छ। एप्पलको रक्सी बनाउँदैन ओके ल ए एप्पल जुस अस्ति पनि निकाल्नु आधा निकालेर भ्याइसक्नु भयो, भ्याउनु भयो। कति कडा भनेर प्युरिटी टेस्ट दिँदै हुनुहुन्छ कि हजुर डेडले। यहाँ लाग्यो होइन। We are at Azimart, MoneyGram. You've done it in some style. Oh my god! पनौती गर्ने केपी ओली रहेछ, केपी ओलीले राजीनामा दिएपछि आज हो मेन हाम्रो अष्टमी पूजा हुँदैछ। ड्याडले अष्टमीको पूजा गर्दै हुनु। दसैँको 8औं दिन भोलि हो नवमी, त्यसपछि आउँछ दसैँ। आज हामीले पूजा गरिन्छ। यो सबै हतियारहरू यस्ता फलामको चिजहरू पूजा गर्ने गरिन्छ। जमरा तुम्हारा ऐसा नाइस। अलिक कैसे कुद्दाखेरि हरूको कस्तो हुन्छ भने यो जुन पेटहरू दुख्यो भने त्यस्तो भयो भने आफै आएर दुबोहरू खाने, अनि त्यसपछि हल्का बमिट गरेर अनि ठिक हुन्छ कि। मेबी पिपी दसैँको लागि रेडी हुँदैछ कि। 1 लिटर त्यही नबोलिकन यो किचन लाइनलाई पठाइदियो।
आज हो इट्स नाइन्थ डे अफ दसैँ भोलि चाहिँ टिका छ अनि आज चाहिँ अब अलमोस्ट सबै तयारीहरू भोलि हाम्रो टिका छ अनि मेन चाहिँ भोलिको लागि चाहिँ अरू तयारी पनि अहिलेसम्म जुन तयारी भइरहेको थियो त्यो पनि भोलिकै लागि नै थियो छन त पर स्पेसिफिक जुन हाम्रो खानाहरू हुन्छ नि पकाउने त्यो पनि अलिकति हामीले प्रिपरेसन गर्दैछौँ कि पहिले नै सबै चिज रेडी गरेर राख्यो भने चाहिँ भोलिलाई इजी हुन्छ किनभने 11:59मा 11:50 समथिङमा 11:53 कतिमा टिकाको साइड छ अफकोर्स बिहान त जति नै प्रिपेयर गर्यो भने पनि टाइम त लागि नै हाल्छ बट स्टिल केही सहज गर्नको लागि चाहिँ हामीहरूले चाहिँ आज नै तयारी गर्दैछु सो म देखाउँछु के गरिरहेछौ भनेर अनि त्यसमा स्टोरमा केमा देखियो भने क्यान्सल भनिदिनु पर्यो ड्याडीले फेरि बाहिर मासु जुन मटन छ नि भोलि पनि बिहान टाइम लाग्छ सो त्यसलाई चाहिँ फ्राई गरेर चाहिँ राख्ने मरमसलाहरू टमाटरहरू भोलि राख्ने भनेर ड्याडीले बनाउँदै हुनुहुन्छ बाहिर ड्याडी आजैबाट पकाउनु लाउनु भयो ए यता सुरु भयो फेरि हाम्रो मटन आज खासै ऊ छैन इन्ट्रेस्ट छैन भोलि भेट्न त्यही भएर भुटेर राखेपछि हजुर मजाले तेलमा भुटेर झ्याम्म पारेर राखेपछि भोलि मरमसलाहरू ढ्याकढुक राखेर मसलाहरू राख्ने डाँडा भइहाल्छ सजिलो हुन्छ टाइम लाग्छ यो फेरि हिजो घरमै काटेको बोका हो हिजो काटेको यस्तै हाम्रो दसैँ भोलि टिकाको दिनको तयारी चाहिँ यस्तै चलिरहेछ आजैबाट नै हुन त 9-10 दिन भयो तयारी तर आज यो मेन खानाको तयारी चाहिँ हामीले आजै नै गर्दैछौँ एन्ड माथि फेरि हाम्रो जुन यो मेन दसैँको के अरे मम्मी दसैँको स्पेसल काँक्रा भन्छ क्या दसैँको यो खल्पी हो यो चाहिँ काटेर नै यस्तो गरेर रेडी पारेर राखिदिनु भएको छ काट्ने मान्छे खै काट्ने मान्छे ह्याप्पी दसैँ त्यही हो यहाँ यस्तो रेडी पारेर यस्तो तरिकाले तर कस्तो दामी देखिएको कि त्यस्तो हुन्न अब काट्दाखेरि मिलाएर काट्यो भने अब भाँडामा राख्ने तयारीमा छ घिउ हिजो आज त हिजो बनाउनु भयो ए रोटी पनि त आज बनाउनु पर्यो सेलरोटी बनाउनु पर्ने छ आज यो बनाइन्छ अनि यो एउटा अचार यो हुन्छ अर्को अचार फेरि त्यो केराको बुङ्गा एन्ड आलु एन्ड मटनको हुन्छ त्यो फेरि त्यो पनि राति बनाएर राख्नु पर्ला भोलि मोल्नी गरेर रेडी पारेर है धेरै भयो ए दामी भएछ मजाको भयो कि एउटा बिग्रेन पिठो भिजाएर राखेको कि आनन्द भयो कि यहाँ उछारिदिनु मलाई तल बोक्न झ्याउ ल्याएर सामान तल र माथि यो त्योभन्दा बरु यहीँ दादा किचनमा यसो गर्न भयो यहाँ एकछिन रेस्ट गर्छु भने भयो डेली चाहनु भयो ठिक छ भोलिको लागि यो भाँडाहरू सबै रेडी पारेर यहाँ राखेको छ जस्ट आजको दिन पनि सकिन आँटिसक्यो अनि हाम्रो अब आज अलमोस्ट मम्मीले सेलरोटी पनि सबै बनाएर सकाइसक्नुभयो भोलिको लागि चाहिने अलमोस्ट चिजहरू रेडी छ अब फेरि एकचोटि मार्केट जानुपर्ने छ सो आई हेभ टु एन्ड दिस भ्लग हियर आई विल सी यु इन टुमोरोज मेन दसैँको भ्लग अन्टिल देन टेक केयर बाई